Hello guys, welcome back to my new another vlog. आज चाहिँ मेरो स्कुलको फर्स्ट डे छ नि त कति झ्याउलाग्दो कस्तै बिरक्तै झ्याउलाग्दो आज एक दिन भयो स्कुल गएको होइन भोलि सोध्ने अरे अब के भन्नु जान पाएको छैन सोधिहाल्ने अरे के अब के भन्नु के यस्तो नै हुन्छ त खै पढेर काम छ छैन पढेर काम छैन पैसा मात्र सक्छ पैसा पढेर काम छैन त्यसैले पढ्नु हुँदैन नपढ्नेहरूले चाहिँ ठिक हो यो पढ्ने मान्छेहरू काम छैन यति नि काम छैन यार आज एक दिन स्कुल गएको भोलि सोध्ने अरे अब मैले के भन्नु नि हाउ भनेर भन्ने नि हाउ भन्दाखेरि फेरि गुफा भन्ने भने तनाव के हाय मेरो जिन्दगी पढेर काम छैन कसैले पढ्ने होइन त्यहाँ पढ्ने होइन म पनि यो टेरिसकेपछि पढ्दिनँ त भन्न हुन्थ्यो नि के यत्रो भट्टै फ्याङ मिन्छ पढेन भने यहाँ बस्नु परेन गाह्रो छ मलाई धेरै गाह्रो छ आज मेरो स्कुलको फर्स्ट डे अब नयाँ स्कुलमा अब साथीहरू के हुन्छ के हुँदैन थाहा छैन फ्रेन्डली छ कि छैन अब स्कुलमा गएर बुझौँला है त नयाँ स्कुल भनेपछि किन मुटु भक्कक हुन्छ मलाई नयाँ स्कुल नजा भनेर के हो नयाँ स्कुल भएपछि खै किन मात्र हुन्छ र यति बिहान बिहान कति प्याके निद्रै पुगेको छैन यहाँ निद्रै पुगेको छैन नि अब निन्द्रा नपुगे नि बिहान बिहान उठेर आउनु परेको छ स्कुल सकेपछि म कस्तो हल्ला गरेर रम्मै सुत्दिन्छु पढेर खानु पनि धेरै गाह्रो छ आज मेरो स्कुलको फर्स्ट टाइम हुन्छ कति एक महिना जति त म टक्कै घरमा बसिहाल्छु कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको टेन्सन त मलाई निन्द्रा लाग्छ भनेको अनि बुक अब मलाई पो गाह्रो हुने हो नि त म त इङ्ग्लिस मिडियम होला भनेर सब नेपाली मिडियम रहेछ नेपाली फेरि मलाई धेरै आउँदैन धेरै होइन आउँदैन नेपाली इङ्ग्लिस मिडियम होला भनेर अब पुरै नेपाली मिडियम जोग रमाइलो धेरै बिचौक पैसा नभएला चावल गोजी रित्तिर छ है यो बुझ्दैछ पैसा नभएला जाने भनेर छ पैसा बेचिस् पैसा दिएको है पो जानु हुन्थ्यो पैसा दिने होइन जाने भनेर सोच्छ पढेर चाहिँ पहिला
काट्नै डर लाग्यो त कस्तो भेडेसेको रहेछ यार सिधै हान्नुपर्छ नि अर्को यहाँ आफूको ज्यानको कस्तो माया छ यार बिजार आज खेल्छस् नेपालमा नयाँ सरकार आले विकास हेर्नु हो विकास नेपालको खत्रै विकास हुँदैछ नि त फेरि अनि अटोमै जानुपर्ने हुन्छ यार म सेतो मान्छे कालो भइसक्यो गाह्रो छ यार मलाई गाह्रो छ के भन्नु अब म अटोमा त जरिनँ म पैसा नभएर अटोमा जान्छु फेरि अटोमा आमा मेरो यो चाहिँ मेरो भतिजा अरे है काकालाई दर्शन गर्नु पर्दैन काकाले दर्शनै गर्दैन अनि पढेर खानु नि गाह्रो छ सेतो मान्छे कालो भइसक्यो सेतो मान्छे कालो भइसक्यो कालो हो क्या कालो कालो भइसक्यो कालो पढेर के भन्छ पढेर चाहिँ के पाउँछ के पढेर पढेर पाउने होइन एउटा ज्ञान होइन अनि एउटा ज्ञान त्यति हो पढेर के पाउँछ बरु पैसा सक्छ उल्टो पैसा सक्छ जो स्टुडेन्टहरूले हेरिरहेको छ तिनीहरू स्कुल छोडिदियो क्या आजबाट पढेर काम छैन यहाँ हेर सेतो मान्छे कालो भइसक्यो नि पढेर काम छैन नपढ पढन्दास हौ तिमी पढन्दा नपढ है कसैले पनि पढ्ने होइन त्यहाँ भन्ने बारे के छ रे त्यो टिचर र त्यो भङ जाला त त्यो पुरा खब्रै त्यो भङ जाला त त्यो पुरा खब्रै मासल दाइले छ एउटा पक्ष गरेर आवेदन गरेर छ मैले पनि निक्छु नि तर डेढ घन्टा लाग्छ मम्मीले कुर्ता लिँदै लागिसक्यो यार है हो भनेर अच्छी लाग्छ गाडी हान्नु बस्नु पढ्दिन्छ होला सवारी पुलमा आएको गाडी कति घन्टा भयो हामी आएको त्यस्तै 2-3 घन्टा भयो होला मम्मीहरूलाई कुर्दा यता माथि मम्मीलाई कुर्दा रास्तै अल्छी लाग्दैन अनि बुढी गर्न आएको जग्गा गर्ने यसमा अब बुढी खोज्न आएको होइन त्यहाँ बिहे हुन्छ अब मासु भात ल्याम खाने हो क्या बिना निम्दोको मेहमान हो नि त म मासु भात यस्तो ल्याम खाने हो क्या भोक लागिरहेछ अनि
रेट यता डेटिङ कति धेर बस्छ खोइ तेरो चाहिँ मेहदी हैसक्यो अनि फेरि त मलाई त पर्दैन म पनि ठुलो हुन्छु यार हाइट बढेछ मेरो नि खुसी लाग्यो म्याडम जी म्याउ खप 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 म्याडम म्याउ गप 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 मम्मीहरू होइन हजुरआमाहरू त्यो के अरे शिवजीको मन्दिर छ नाम सागा जानुपर्छ ल सागा यहाँ पेटतिर रहिसक्यो फाँगा अनि सागाको कुरा छ यो बस कसले किन्दा थाहा छ मैले फु गरेर जानिदिएको क्या किनिदिएकै मैले तोर्दै साले आज यसो घुम्नु भनेर आएको त त क्यामेरामै मान्छे अट्दैन पाएन बुढी पाइयो त त क्यामेरामै अट्दैन यार म क्यामेरामा आउने होइन म त ये दिदी मात्र आउँछ त अनि म त यति पुरै आउँछु यो त यति चाहिँ आउँछ भने नआब्यो भने यति हुन्छ भने ननाम्ने सानो भनेर हेर्छ यार तर कपाल चाहिँ मेरै ठुलो छ है फेरि तेरो सानो मलाई त जानै मन लाग्यो नि यार अघिको कुरा सम्झिँदा ए म त बिना टिकट के अरे बिना कार्डको बेहुमा गएर खाइदिने फेरि जाने हालत पनि यस्तो कट्टुलाएर फेरि आलु ले लो भेन्डी ले लो गोबी ले लो भने जस्तै आलू ले लो कांदे ले लो आलू ले लो के हो आलु ले लो लसुन ले लो प्याज ले लो अदरक ले लो है अब मिल्यो 6 30 मिनट हो गयो 30 मिनट पाउनु फोन गर्दा त्यो गाडी फेरि बिग्रिया रहेछ भने त्यसले त वाक्क दिन्छु म वाक्कै साढे 2 हेलो हम दो बजे मैम गाड़ी सब हुआ भाग ओए भाग 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 त्यो गाडी ड्राइभरलाई म लात्ताले वाक्क दिन्छु भाग भाग आएको मात्र भयो यार खानै पाएन है उही मामा 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 रुक रुक मामा यहाँ भोकाले क्याउ 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 हैछ ओहो लासो माम अनिता हेलो काट ढिला खाबो सामान चिनेर मात्र झाडा मैले सुन्नुहुन्न
बल्ल चला जे सामान बता जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।